मम्मी नमस्कार। नमस्कार। हाम्रो मम्मीको शुभ नाम मेरो चिजा न्यौपाने। चिजा न्यौपाने। हजुर। अनि हाम्रो मम्मी चाहिँ बेस्ट हाउसमा कुन ठाउँदेखि आउनुभएको नि? चम्पानगर। चम्पानगरदेखि। चम्पानगर। अनि हजुर चाहिँ हाम्रो नुगा बेस्ट भरतपुरमा चाहिँ को मार्फत आउनुभयो मम्मी? मेरो देवर देउरानी मेरो नन्द। हजुर। उहाँहरूले लो जाम राम्रो छ एकदम। हजुर। भाउजूलाई लिएर आउनु भन्नुभयो। हजुर। अनि बाबु देउरानीहरूले पनि एकदम कर गरेर र जान्छु म पनि भनेर नि आएको। ए हजुरलाई चाहिँ हजुरकै देवर देउरानीले भनेर चाहिँ आउनु भएको हो? नानीले। हजुर। अनि हजुर चाहिँ हाम्रो नुगा बेस्ट भरतपुरमा आउनु भएको कति दिन भयो मम्मी? आज 21 दिन भयो। 21 दिन भयो। हजुर। अनि हाम्रो मम्मीले चाहिँ हाम्रो नुगा बेस्ट भरतपुरमा आउँदै गर्दा चाहिँ के समस्या लिएर आउनु भएको नि मम्मी? मेरो थाइराइड। हजुर थाइराइड। अनि पिनास। पिनास। अनि अब रिङ्गाटो लाग्ने टाउको दुख्ने यस्तै यस्तै। हजुर रिङ्गाटा लाग्ने टाउको दुख्ने अनि त्यस्तो अनि कान नसुन्ने कानको कति समस्या पनि सुन्थिनँ। हजुर। अनि त्यही समस्या लिएर आएको। ए हजुरको चाहिँ थाइराइड छ पिनास छ अनि कानको समस्या लिएर चाहिँ हाम्रो भरतपुर बेस्ट हाउसमा चाहिँ आउनु भएको हो। अनि हाम्रो मम्मीले चाहिँ 21 दिनसम्म इन्फर्मेसन प्रयोग गर्दै गर्दा चाहिँ सुधारको प्रतिक्रिया आउने गाह्रो हुने त्यस्तो केही भयो कि भएन? पहिला सुरुमा त मलाई गाह्रो भयो। हजुर। अनि बिरामी अब 1-2 दिन त अब बिरामी जस्तै भएँ तर पनि म आउन छोडिनँ। प्रतिक्रिया चाहिँ के आयो मम्मी? मलाई डायरिया पनि भयो। हजुर। अनि टाउको दुख्ने रिङ्गाटो लाग्ने त्यस्तो भयो। अनि त्यस्तो भए पनि के भयो होला झन् भने जस्तो लाग्थ्यो। अनि आउन छोडिनँ। ए अनि प्रतिक्रिया आउँदै गर्दा चाहिँ मम्मी आत्तिनु भयो कि नै नि? आत्तिनु भएन। यहाँ सर मिसहरूले भनिरहनु भएको थियो मैले आत्तिनँ। ए अनि हाम्रो मम्मीलाई चाहिँ हाम्रो इन्फर्मेसन प्रयोग गरे पश्चात चाहिँ सुधारहरू चाहिँ के कस्तो भएको छ मम्मी? मलाई कान सुनेको छु। हजुर। कान दुख्न पनि कान 2-4 दिन कान पनि दुख्यो अहिले दुख्न पनि छोड्यो। हजुर। अनि कान सुनेको छु। अनि रिङ्गाटो लाग्ने टाउको दुख्ने मनमा कुरा खेल्ने त्यस्तो केही पनि भएन। मलाई निन्द्रा पनि लाग्दैन थियो अहिले निन्द्रा नि पर्छ। हजुर। एकदम राम्रो भयो। ए मम्मीको चाहिँ कानको समस्या ठिक भयो? एकदम ठिक भयो अहिले। अनि हाम्रो मम्मीको चाहिँ कानको समस्या कति वर्ष पुरानो मम्मी? मेरो एउटा त म बच्चैदेखिको हो। हजुर। एउटा चाहिँ पछि आएर फेरि त्यस्तै भयो अहिले चाहिँ एकदम ठिक छ। ए अनि हजुरले चाहिँ कानको समस्याको लागि चाहिँ कहीँ उपचारहरू गर्नु गरेँ सिएमसीमा गएँ अरू हस्पिटलहरूमा नि गएँ। हजुर। कसैले अपरेसन गर्नुपर्छ भन्नुभयो कुनै डक्टरले कुन डक्टरले अपरेसन गरे पनि ठिक हुन्छ हामी भन्न सक्दैनौँ। आफैले खानपिनमा विचार गर्नु चिसो चिज नखानु अनि भनेर एउटा योगा सिकाइदिनु भयो। अनि मैले त्यो गर्दा गर्दै त्यति भएको थिएन अलिअलि यसो दही मही पर्ने बित्तिकै फेरि पिनास हुने फेरि कान नसुन्ने भएको थिएँ। अनि अहिले यहाँ आएर चाहिँ मलाई धेरै राम्रो भयो। ए मम्मीले चाहिँ उपचार गर्दै गर्दा पनि कानको समस्या सुधार नभएको हाम्रो नुगा बेस्टको इन्फर्मेसन प्रयोग गरेपछि चाहिँ 21 दिनमै मम्मीको समस्या चाहिँ सुधार भएको छ। राम्रो भयो। नुगा बेस्टको इन्फर्मेसन प्रयोग गरेर नै सुधार भएको हो मम्मी? मलाई त्यस्तै लाग्छ। हो। अनि मम्मी खुसी हुनुहुन्छ? हजुर। खुसी हुनुहुन्छ? म एकदम खुसी छु। ल यति राम्रो प्रविधिको आविष्कार गरिदिनु हुने हाम्रो डाक्टर चाहिँ सोहाङ सरलाई के भन्न चाहनुहुन्छ मम्मी? एकदम धन्यवाद भन्न चाहन्छु। धेरै धेरै धन्यवाद उहाँलाई। यो कम्पनी एकदम राम्रो हुँदै जाओस्। मिस सरहरूलाई पनि एकदम धन्यवाद। मेरो मनैबाट एकदम खुसी छु म। हजुर। अनि हाम्रो चाहिँ नेपालसम्म भेटाइदिनु हुने हाम्रो राज्य भण्डारी सर र गणेश राई सरलाई के भन्न चाहनुहुन्छ? मुरी धन्यवाद उहाँहरूलाई पनि। सँगसँगै यति राम्रो बेस्ट हाउस सञ्चालन आफ्नै व्यक्तिगत लगानीमा सञ्चालन गरेर चाहिँ हजुरहरूलाई चाहिँ निःशुल्क रूपमा सेवा सुविधा दिइरहनु हुने हाम्रो चाहिँ भरतपुर बेस्ट हाउसको सञ्चालक हाम्रो मणि सुवेदी सरलाई के भन्न चाहनुहुन्छ? एकदमै धन्यवाद उहाँलाई पनि। मेरो सकेसम्मको मेरो आत्मामा भए जति उहाँलाई एकदमै धन्यवाद दिन्छु। सँगसँगै हाम्रो चाहिँ अस्मिता म्यामलाई के भन्न चाहनुहुन्छ मम्मी? एकदमै धन्यवाद उहाँहरूलाई पनि। अनि हाम्रो चाहिँ हजुरलाई चाहिँ बिहान एकछिन आउनु भएन भने पनि किन आउनु भएन मम्मी कता जानुभयो भन्दै फोन गर्नुहुने हजुरलाई माया गर्नुहुने हाम्रो सम्पूर्ण सर्भिसलाई के भन्न चाहनुहुन्छ? एकदमै धेरै धेरै धन्यवाद भन्न चाहनुहुन्छ। अनि अब हजुरलाई चाहिँ नुगा बेस्टको बारेमा थाहा दिएर त्यहाँ जानुहोस् है भनेर चाहिँ हजुरलाई चाहिँ यहाँसम्म लिएर आउनु नै हजुरकै देवर देउरानीलाई चाहिँ अनि सँगसँगै नन्दलाई चाहिँ के भन्न चाहनुहुन्छ? उहाँहरूलाई नि एकदम धन्यवाद। मलाई यहाँसम्म ल्याइदिएकामा ठुलो धेरै धेरै उहाँहरूलाई धन्यवाद।
अनि हजुर जस्तै अब समस्या लिएर बेस्ट हाउसमा बुवा मम्मीहरू आउनुहुन्छ, हाम्रो बुवा मम्मीहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ? उहाँहरूलाई पनि अब सबैजना मैले पनि अब धेरैजनालाई भनेको छु, आउने नआउनु त उहाँको कुरो, आउनेहरूलाई पनि सधैँ आउनु, यो एकदम राम्रो छ, यहाँको प्रवृत्ति एकदम राम्रो छ भनेर मैले भन्न चाहन्छु। मम्मी खुसी हुनुहुन्छ? खुसी छु। रेगुलर आउनुहुन्छ? आउँछु। हस्, नमस्कार मम्मी। हस्, नमस्ते।